एभ्रिवान साथीहरू, आज चाहिँ म बिहान उठेर नुहाइधुवाइ गरेर कपाल त कस्तो गुङसुङ भएको, कत्रो फुल्लेको यो कपाल छ्या। यस्तो धेरै ठुलो फुल्लिन्छ क्या मेरो कपाल, त्यही भएर मलाई साह्रै रिस उठ्छ। आज चाहिँ त्यहाँ गाउँको नानीको गुनिङ चलीमा जानुपर्ने छ साथीहरू, हेर्नु होला। त्यहाँको भिडियोहरू मैले बनाउँदैछु। रेडी भइसकेँ है साथीहरू, अब चाहिँ जानु लाग्यो दिदीकोमा। दिदीसँग जानु आँटेको छु नि त साथीहरू। टक्क यस्तो चाहिँ हुनुपर्ने, कस्तो कताबाट चाहिँ पट्याउँ त। यस्तो चाहिँ हुनुपर्ने नि त। ओके साथीहरू, अब चाहिँ म दिदीकोमा जानु आँटेको। अब भरेतिर देखाउने छु जाँदै गरे। साथीहरू हिँड्यो दिदी र बहिनी, दिदी उता हिँड्दै हुनुहुन्छ साथीहरू। हिँड्दै चाहिँ गाडी चाहिँ कराखे गर्छ त। गजबको बोका छ त दिदी, दुमसुमे बोका। खै केमा पो हिँडेको हामी भन्दै हुन्छ दिदी उता। गुनिङ चोलोमा हामीले बोलाउँदै हुन्छ हामी। आज बुधबार होइन, बिहिबार त मेन रोड आइपुग्यो कपाल खिचिन्छ। खोज्छ दिदीको चिम्टी चाहिँ धर्नु पर्यो। भिक्षा लिँदैछ है। खानेकुराको आइटम थोरै चाहिँ गाना बजेर डिस्टर्ब भइरहेको थियो, त्यही भएर भोइस रेकर्ड गरेँ। अनि यहाँ फोटोहरू खिच्यौँ दिदी र मैले। अनि अब घर जानु लाग्यौँ है साथीहरू। देखि पनि आइसक्यौँ है साथीहरू, यता घर जाँदैछौँ हामी चाहिँ। दिदीको चिम्टी भाइरल बनाइदिउँ। गुनिङ चोलोमा आइसकेर पनि सुतिरहेको ढल्किरहेको छु है साथीहरू। बाई बाई। आजको ब्लग चाहिँ यति नै है साथीहरू। बाई बाई एभ्रिवान।